ल साथीहरू विश्वास पनि कसो गर्नु के साथीहरू कसो गर्नु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जब 24 न्युज टेलिभिजन चलाइरहेको बेलामा चाहिँ उहाँले कस्तो खालको अभिव्यक्तिहरू दिनुभएको थियो र अहिले शासन सत्तामा पुगिसकेपछि उहाँले कस्तो खालको अभिव्यक्तिहरू दिँदै हुनुहुन्छ यो ग्रेटर नेपालको विषयमा। साथीहरू पत्रकार साथीहरूले चाहिँ यहाँ प्रश्न गर्दाखेरि उहाँले प्रश्नको उत्तर के दिँदै हुनुहुन्छ राम्ररीसँग सुनौँ त साथीहरू। यसरी देखाइदिनुस् कि यो हो नेपालको वास्तविक नक्सा, हामीले बाल्यकालमै देखाएको नेपालको चुच्चे नक्सा, सम्पूर्ण प्रमाण दस्तावेज सुरक्षित रहेको आफ्नै देशको नक्सा प्रिन्ट गरेर जारी गर्न खुट्टा कमाउने र सुरुवाल हुँदै भुइँ भिजाउने पुस्ताको नेतृत्वमा लज्जास्पद निरीह भएर बाँच्नु पर्दा म मेरा पुर्खाहरूको सम्मानमा लिपुले कालापानी लिम्पियाधुरा भएको नक्सा मात्रै होइन, टिस्टादेखि काँगडासम्म ग्रेटर नेपालको नक्सा आज यो कार्यक्रमको पछाडि टाँस्न चाहन्छु। ती पुर्खाको सम्मानमा जसले यो देश जोगाउन पानीको घुटको नखाई लडे, देश बचाउन पानीको घुटको नखाई लड्ने पुर्खाका सन्तान अचेल विदेशी दूतावासमा जाँड खाएर लड्छन्। अनि कसरी बच्छ देशको स्वाधीनता, कसरी चुनिन्छ माटोको स्वाभिमान, कसरी जोगिन्छ पुर्खाले आर्जेको साँझ सिमाना। र सुनिसकेपछि अब कस्तो खालको मान्छेलाई विश्वास गर्नुपर्ने र कस्तो खालको मान्छेलाई चाहिँ हामीले विश्वास गर्नु हुँदैन भन्ने कुरा हामी आफूले आफूलाई चाहिँ एकदमै निर्गुल गर्नुपर्ने र जान्नुपर्ने बुझ्नुपर्ने एकदमै जरुरी छ भन्न चाहन्छु। हस् त, धन्यवाद। सबैजनाको जय होस्। जय मङ्गोल, जय मूलवासी। डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो एकदमै ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कूटनीति हेर्नुहोस्, एक्टिभिस्टका रूपमा काम गर्ने कुरा, एक्टिभिस्टले उठाउने विषय, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा धेरै जनताले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय, त्यसका फरक फरक जिम्मेवारी, त्यसका फरक फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको त्यति धेरै महत्त्व हुँदैन। लोकप्रियताका लागि त एकदमै सजिलो हुन्छ, तर समस्या समाधान गर्नको निमित्त त्यसका चरणहरू हुन्छन्। कुनै पनि कामका चरणहरू हुन्छन्। सही ठाउँमा सही ढङ्गले सही तरिकाले आफ्ना कुराहरू राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि सुरु गरिरहेको छ र ती कुराहरू एउटा कूटनीतिक माध्यमबाट अगाडि बढ्ने भएका हुनाले ती कहिलेकाहीँ सडकका, सदनका या मिडियाका चासोहरू भन्दा अझ माथि, अझ संवेदनशील भएर अगाडि बढेका हुन्छन्। त्यस ढङ्गले कुराहरू अगाडि बढेको